बिहे भएको भयो एक साता नि फेर नै पर्ने अब नाता नि सल्लाह थुपाइले हे थाहा छैन के गरे तिम्रै बेको चिन्ताले बिगरे सल्लाह थुपाइले नमस्कार आदरणीय दर्शक महानुभावहरू, निकै सुमधुर भाका सल्लाह धुपैलेमा चर्चित दोहोरी कलाकार नवराज काप्री भाले र रेणुका भट्टराईको दोहोरी घम्सा घम्सीलाई लाखौं लोकप्रेमी दर्शक श्रोताले असाध्यै रुचाएका छन्। डरो ठट्टा मजाक अनि रमाइलो पारामा नौरङ्गी संसारको आँगनीमा जमेको दोहोरीमा भाले र रेणुका बीच खास के कस्ता कुराकानी साटासाट हुँदैछन् त आउनुस् भगवान रूपी दर्शक, हामी पनि यहाँहरूलाई सिधै लिएर जाँदैछौँ यिनै कलाकारको साथ मनोरञ्जन गर्न यसै नौरङ्गी संसारको आँगनीतर्फ। कलाकारको सम्मान स्वरूप भिडियोलाई भने अवश्य पनि अन्त्यसम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। निकै ठट्यौली पारामा नवराज काप्री भालेले दोहोरीको गाँठो फुकाए सुरुवातमै यसरी। बिहे भएको भयो एक सातानी फेर नै पर्ने भो अब नातानी भनिदिँदा बेसरी शर्माउँदै रेणुका आफ्नो पालोमा। थाहा छैन के गरेँ तिम्रै बेको चिन्ताले बेगरे के मात्र भनेकी थिइन् झनै जोसिँदै भाले आफ्नो पालोमा यसरी। बोल्दिन म अब एकछिन पनि सकिहाल्यो जिस्क्याउने दिन पनि भालेको यस्तो जवाफले छोयो बेसरी रेणुकालाई। पहिला जस्तै जिस्किन मन लाउँछ तर मलाई बुढाको डर लाउँछ भन्ना साथ निकै खटपट भो कठै भालेलाई यता झनै। मनी त्यसै कानजिक हुन्छु त बुढो विदेश गा भन्नी सुन्छु त भन्न नपाउँदै जवाफ मार्न हतारिँदै आफ्नो पालोमा रेणुका भट्टराई। कसको हेरिछु मुखमा सब आउँछ टिकटक र फेसबुकमा रेणुकाबाट झरेको यस्तो जवाफले साँच्चै छोयो कठै भालेलाई। कति साह्रै गोठाले लाका त फुटाइदिन पर्नी क्या आँखा त के मात्र भनेका थिए। दोहोरीको माहौल बेसरी तातियो यता झनक्क हुँदै रेणुका अघि बढिन् आफ्नो पालोमा उसै गरी। पछि खुसी छु त जस्तै मेरा श्रीमान बुझ्नी छन् म जस्तै भनिदिँदा एकहोरो टोलाउँदै भाले अघि बढे यसरी। बरु अरू रिसैले मरुन् मसा हिँड्दा शङ्का कहीँ नगरुन् भन्न नपाउँदै हाँस्दै रेणुका। हुन पनि काँछा ठाउँ जानी त छैन उनको शङ्कालु बानी त भनेपछि भालेलाई पटक्कै चुप बस्नै मन भएन मारिहाले निकै कडक जवाफ। कुन्दिल पहिलाई घरबाट धपाउली मेरो जति माया त नपाउली के मात्र भनेका थिए निकै खटपट भो कठै रेणुकालाई। मनै छैन अन्त ध्यान डुलाउने गर्छन् माया तिमीलाई भुलाउने रेणुकाले गरेको पतिको तारिफले खपि नसक्नु भो यता भालेलाई फेरि। लाइछौ उनकै सिन्दुर र चुरा त नभननी पुरानो कुरा त भालेको यस्तो ठट्टाले बेसरी हाँस्दै रेणुका भट्टराई। गिरा छ सोचेको कुरा त बताइराछु बताउने कुरा त भनिदिँदा जवाफ मार्न खप्पिस भाले के तल पर्थे र। हामी दुईटा पार्कभित्र छिरेको नभननी घुमेको फिरेको भालेले अप्ठ्यारोमा पारेपछि अक्क बक्क परिन् कठै रेणुका। उनीसँगै गएसी आँटी भनेकी छु केही पनि नढाँटी भनेपछि खपि नसक्नु भो फेरि पनि भालेलाई। सबै भन्दा हिँड्लान्ने छोडेर कुन दिन कुट्छन् मेरै नाम जोडेर भनिसक्दा नसक्दै निकै ठट्टा मजाक अनि रमाइलो पारामा चरेको दोहोरी दर्शक श्रोताको हेर्ने चाहना रहँदै दुवै कलाकारले बिट मार्छन्। हाम्रो पनि उच्च सम्मान छ नौरङ्गी संसार लाइभ दोहोरी घर अनि तपाईँ हाम्रै प्रिय दोहोरी कलाकार नवराज काप्री भाले र रेणुका भट्टराई प्रति। हवस् त आदरणीय दर्शक, आजको यो भिडियो यहाँलाई कस्तो लाग्यो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। मन परेमा यस च्यानलसँग जोडिन समेत आग्रह गर्दै यहाँहरूकै सुख दुःखको साथी म दिपेन्द्र घिमिरे आजको यो ठट्टा मजाक अनि रमाइलो बसाइबाट उजेल परे। हवस् त नमस्ते नमस्कार।